नमस्ते साथीहरू, के तपाईको फोनमा अनावश्यक एड्सहरू आउँदैछ भनेदेखिलाई आज नै यसलाई ब्लक गर्नुहोस्। आउनुहोस् आज तपाईहरुलाई यो एडहरू कसरी ब्लक गर्ने त्यो सिकाउँदैछु। ल त साथीहरू, आजको भिडियो सुरु गरौँ। सबभन्दा पहिला तपाईहरु आफ्नो फोनको सेटिंग्स खोल्नुहोस्। त्यसपछि यदि सर्च बार प्रयोग नगरी खोज्न चाहनुहुन्छ भने तपाई सिधै कनेक्सन्स वा नेटवर्क एन्ड इन्टरनेट अप्सन भित्र गएर प्राइभेट डीएनएस सेटिङ फेला पार्न सक्नुहुन्छ। त्यहाँ पुगेर डीएनएस प्रोवाइडर होस्टनेम अप्सनलाई छान्नुहोस् र खाली ठाउँमा ठ्याक्कै dns.adguard.com टाइप गरेर सेभ गरिदिनुहोस्। यसले पपअप एड्स, ब्राउजरका अनावश्यक विज्ञापनहरू र एपहरूमा आउने एडहरूलाई ब्लक गर्नेछ। कुनै पनि अतिरिक्त एप डाउनलोड नगरी विज्ञापन रहित अनुभव प्रदान गर्छ, जसले तपाईको डेटा पनि बचाउँछ र फोन चलाउन सहज बनाउँछ। साथै यसले तपाईको फोनको सुरक्षा पनि बढाउनुका साथै ब्राउजिङलाई अझै छिटो बनाउन पनि मद्दत गर्छ। के तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? जानकारीयुक्त लाग्यो भने अरूलाई पनि शेयर गर्नुहोला। ल त साथीहरू, भिडियो हेर्नु भएकोमा धेरै धन्यवाद। आशा छ यो जानकारी तपाईका लागि उपयोगी रह्यो। यदि भिडियो मन परेमा लाइक गर्न नभुल्नुहोला। यदि मलाई फलो गर्नु भएको छैन भने आज नै गर्नुहोला, किनभने यस्तै उपयोगी जानकारी लिएर म फेरि आउनेछु। आजको लागि बिदा दिनुहोस्। धन्यवाद।